नमस्कार द रश्मि सेसनमा आजको एपिसोडमा हामीले थाइरोइडसँग रिलेट गरेर योग आसनहरू लिएर आएका छौँ। यो चाहिँ थाइरोइड हुनेहरूले चाहिँ अझै बढी गरिदिनु होला। बिहानमा बेलुकामा आउनुहोस्, अब सँगै गरौँ। सबैभन्दा पहिला हामी सजिलो आसनमा बस्छौँ। ढाड गर्दनलाई एकदमै सिधा राख्छौँ, चेस्टको भागलाई ओपन राख्छौँ, फेसलाई स्माइल रूपमा राख्छौँ। सबैभन्दा पहिला हामी यो थाइरोइडको लागि उज्जाई प्राणायाम भनेर एकदमै गर्नुपर्ने हुन्छ। यो उज्जाई प्राणायामको लागि थोरै यसरी यहाँ प्रेस गर्छौँ। यसरी धेरै चाहिँ नुगाउँदैनौँ, थोरै प्रेस गर्छौँ अनि श्वास लिन्छौँ। श्वास लिइसकेपछि दाहिने नाक बन्द गरेर देब्रेबाट फाल्छौँ। आउनुहोस् सँगै गरौँ। श्वास लिन्छौँ, एकैछिन होल्ड गर्छौँ, दाहिने नाकलाई बन्द गरेर देब्रेबाट फाल्छौँ। फेरि एकपटक। रिल्याक्स गर्छौँ। यसमा चाहिँ सुरुमा गर्दा एकदमै खोकी लाग्ने, घाँटी पास्ने हुन्छ। त्यसलाई बिस्तारै बिस्तारै बानी पार्दै लान सकिन्छ। हामी यसरी थाइरोइड ग्रन्थीहरू एकदमै ब्यालेन्समा रहेको महसुस गर्दै यसरी हातले सेक्छौँ अनि बिचमा यसरी प्रेस पनि गर्छौँ यो थाइरोइड रहने भागहरूमा, घाँटीको भागमा। रिल्याक्स गरौँ। अब हामी चिन पोज गर्छौँ। चिन पोज गर्दाखेरि चाहिँ हामीले यसरी हातलाई लक गर्छौँ, चिउँडोमा राख्छौँ। श्वास लिँदै यसरी कुइनोहरू जोड्छौँ। हातले चिउँडोलाई प्रेस गर्दै पछाडि धकाल्छौँ। पुरै श्वास लिएका छौँ, होल्ड गरेका छौँ। श्वास छोड्दै तल झर्ने, चिउँडोले प्रेस गर्ने। फेरि श्वास लिँदै श्वास छोड्दै श्वास लिँदै। यसले थाइरोइडको सँगसँगै घाँटीमा आउने चाउरीपनलाई पनि रोक्दै जान्छ। फेस योगाभित्र पनि पर्छ यो। श्वास छोड्दै यसलाई जति सक्दो 6 पटक 8 पटकसम्म गर्न सक्छौँ। इभिनिङ टाइम, मर्निङ टाइममा गर्न सक्छौँ। रिल्याक्स गरौँ। त्यसपछि हामीले यो थाइरोइडको लागि मात्रै भनेर छुट्याएको आसन रोग अनुसारको योगमा। अब हामी उष्ट्रासन गर्छौँ। यसरी बस्छौँ क्यामेल पोजमा। धेरै पछाडि झुक्न नसक्नेहरूले चाहिँ हातलाई यसरी राखेर अथवा यसरी राखेर श्वास लिँदै घाँटीलाई तनक्क, शिरको भागलाई, आँखा चाहिँ खोल्नुपर्छ। आँखा खोलेन भने रिगाउन सक्छ। श्वास छोड्दै फेरि श्वास लिँदै श्वास छोड्दै। यो पनि 4-5 पटकसम्म, 6 पटकसम्म गर्न सक्छौँ। र धेरै पछाडि जान सक्नेले चाहिँ यसरी बिस्तारै क्यामेल पोजमा श्वास लिँदै शिरको भाग चाहिँ तल झुकाएका छौँ, घाँटीको भाग तन्किएको छ। श्वास लिँदै यसलाई पनि 3 पटक 4 पटकसम्म दोहोऱ्याउन सक्छौँ। अब यसमा चाहिँ श्वास छोडेर जिब्रो निकाल्ने। रिल्याक्स गर्छौँ। एकैछिन फिल गर्छौँ यो आसनहरूले आफूलाई कस्तो भइरहेको छ भनेर। अर्को हामी चाहिँ यसरी बस्छौँ। अब वज्रासनमा बस्न पनि मिल्छ, सजिलो जुनसुकै आसनमा बसेर पनि। सिंहासन, वज्रासनमा बस्दाखेरि चाहिँ पोज पनि मिल्छ। बुढी औँलालाई बाहिर राख्छौँ, 4 औँलालाई यसरी खुट्टाले च्याप्छौँ। यसमा जति सक्दो आँखा ठुल्ठुलो बनाउने, जिब्रो लामो तन्काउने। यो फेस योगा पनि हुन्छ। एकदमै यो थाइरोइडको लागि चाहिँ गर्नै पर्ने आसनभित्र छ सिंहासन। सबैजनाले गर्नुहोला। एकदमै भित्रबाट, घाँटीबाट आवाज निकालेर यो आसनलाई पनि हामीले 4-5 पटकसम्म दोहोऱ्याउन सक्छौँ। हामीले दुवै हातलाई यसरी रगटेर यसरी घाँटीमा सेक्छौँ। एकदमै थाइरोइड ग्रन्थीहरू ब्यालेन्समा रहेको, थाइरोइड भइसकेको छ भने पनि सन्चो भएको छ भनेर एकदम पोजिटिभ थिङ्किङका साथ हामी योगमा जोड्छौँ। सँगसँगै हामी अब
पल्टिएर गर्ने ढाडको बलले गर्ने आसनमा यसरी म्याटमा यसरी पल्टिन्छौँ। बिस्तारै बिस्तारै आफ्नो शरीरको अवस्था हेरेर यो थाइराइडको लागि गर्नुपर्ने एकदमै अर्को महत्त्वपूर्ण आसनभित्र पर्छ मत्स्यासन। तालुको भागले भुइँमा टेक्छौँ, यसरी यो ढाडको भाग उठाउँछौँ, हातलाई यसरी तल राख्छौँ, जति सक्दो घाँटीको भागलाई तन्काउँछौँ, हेराइ पछाडि तलक्क कतिसम्म होल्ड गर्न सकिन्छ यसलाई 4 पटक 6 पटकसम्म दोहोऱ्याउन सकिन्छ। बेलुकाको समयमा खाना नखाएको पेटमा भनेको खाली पेटमा यसरी गर्न सकिन्छ। रिल्याक्स गर्छौँ, फेरि हातको प्रेसरले यसरी रिल्याक्स गर्छौँ यो मत्स्य पोजमा। अब बिस्तारै हामीले दुवै खुट्टा उचाल्छौँ। अब यो खुट्टा यसरी राख्न धेरै बेर राख्न सकिँदैन भने भित्ताको सपोर्ट लिएर पनि हामीले राख्न सक्छौँ। यसले गर्दाखेरि हाम्रो प्रेसर हुनेहरूको लागि पनि त्यति नै राम्रो हुन्छ भने आज चाहिँ थाइराइडलाई नै बढी फोकस गरिरहेका छौँ। थाइराइडको लागि हामी यसरी भित्तामा अडेस लाएर केही समय होल्ड गरेर श्वास लिँदै छोड्दै फिलिङ्सको साथमा यो गर्छौँ भने सर्वाङ्ग आसन सुरुमा यसलाई भित्तामा अडेस लाएर यसरी बढाउँदै लाने बिस्तारै गर्न सकिन्छ। हिपको भागलाई सपोर्ट दिँदै सुरुमा मैले यस्तो गर्न सक्दिनँ भनेर हरेस खानु हुँदैन। यसमा चाहिँ भित्तामा सपोर्ट दिएर बानी पार्दै लाने। अहिले चाहिँ थाइराइडको लागि गर्नुपर्ने यी आसनहरूमा झार्दा चाहिँ बिस्तारै फोल्ड गर्ने, टाउको झट्ट नउठाउने, यो विधि जान्नु एकदमै इम्पोर्टेन्ट हुन्छ। टाउकोलाई बिस्तारै शिरको भागलाई चाहिँ झट्ट उचाल्नु हुँदैन। यसरी हामी रिल्याक्स गर्छौँ, एकैछिन रिल्याक्स गर्छौँ। यो थाइराइडको लागि गरिने यी आसनहरू चाहिँ हरेक दिन गर्नुहोला। बिहानको समयमा, बेलुकाको समयमा हामीले दिनमा 2 पटकसम्म गऱ्यौँ भने थाइराइडकै समस्या हुनेले डबल ट्रिपल गर्न सकियो। नर्मल हरेक योगा आसनहरूमा पनि यो जोड्न सकिन्छ। बिस्तारै बिस्तारै यसरी देब्रे कोल्टो हुँदै उठेर सहज आसनमा बस्छौँ। सबैजनाले थाइराइडबाट बस्नको लागि र थाइराइडलाई एकदमै कम गर्नको लागि यो आसन गरिदिनु होला। थ्याङ्क यू।